टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडो सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरेर धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु सम्बन्धी प्रसङ्गबाट। धरानमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत मोरङको सुनसरी 7 का 68 वर्षीय पुरुषको मङ्गलबार बिहान 3 बजे उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर दिनेश सापकोटाले जानकारी दिए। ज्वरो, खोकी र श्वास प्रश्वासमा समस्या भएपछि नोबेल मेडिकल कलेजमा भर्ना भएका ती पुरुषमा असोज 5 गते रिपोर्ट पोजिटिभ आएको थियो। उनको स्वास्थ्य जटिल बन्दै गएपछि आइसियुमा राखिएको थियो। अवस्था अनुसुधेपछि नोबेल मेडिकल कलेजले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेको थियो। उनी प्रतिष्ठानमा असोज 10 गते बिहान 7 बजे भर्ना भएका थिए। प्रतिष्ठानले उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै आएको थियो, तर उपचारकै क्रममा आज बिहान 3 बजे उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। ती पुरुषमा पहिलेदेखि उच्च रक्तचाप, मधुमेह, मृगोलाको समस्या रहेको प्रतिष्ठानका प्रवक्ता डाक्टर सापकोटाले बताए। उनले डायलासिस समेत गराउँदै आएका थिए। काठमाडौँमा महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ। मङ्गलबार बिहानै कोटेश्वर चौक नजिकको लक्ष्मी स्विट्स एन्ड चाटमा छापा मार्दै अनुगमनमा टोलीले रसभरी, लालमोहर र जेली लगायतका मिठाईमा अत्याधिक फोहोर मिसाएको भन्दै नष्ट गरिएको छ। बजार अनुगमन टोलीका अनुसार मिठाई पसलमा पकाएर बेच्न राखिएका मिठाई जन्य खाद्य पदार्थ फोहोर रहेको र पसलमा सरसफाई नभएकोले 1 हप्ताको लागि बिक्री वितरणमा पनि रोक लगाएको छ। अनुगमनका कारण क्रमश लक्ष्मी स्विट्स एन्ड चाटमा मिठाई पकाउने तेल डढेको, मोबिल जस्तो पकाएको र मिठाई खान अयोग्य देखिएको हो। मिठाई पसल सञ्चालकलाई पसलको राम्रो सरसफाई गरेर 1 हप्तापछि महानगरपालिकाको निर्देशन बमोजिम मात्रै सञ्चालन गर्न निर्देशन समेत दिएको छ। नेपाललाई खुल्ला दिशामुक्त तथा पूर्व सरसफाइमा अग्रसर राष्ट्र घोषणा भएको 1 वर्ष पुगेको छ। अघिल्लो वर्ष आजदेखि दिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुल्ला दिशामुक्त तथा पूर्व सरसफाइमा अग्रसर राष्ट्र घोषणा गर्नुभएको थियो। 2068 साल असारमा पहिलो पटक कास्कीलाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गरेको थियो। त्यस्तै अघिल्लो वर्ष असोज 4 गते भोजपुरलाई खुल्ला दिशामुक्त घोषणा गरेसँगै नेपाल खुल्ला दिशामुक्त बनेको हो। यो सँगै नेपाल खुल्ला दिशामुक्त राष्ट्रको मानकर पूजा गर्ने दक्षिण एसियालीकै पहिलो देश बनेको छ। अन्तर्राष्ट्रिय सरसफाई वर्षको अवसरमा सन् 2008 मा नेपाललाई खुल्ला दिशामुक्त राष्ट्र बनाउँदै पूर्व सरसफाइको लक्ष्य हासिल गर्ने प्रतिबद्धता गरिएको थियो। दिगो विकास, लसी सहितका पूर्व सरसफाइका क्रियाकलाप एकीकृत रूपमा अगाडि बढाउन 3 तहका सरकार लागि परेका बेला कोरोना महामारीले असर पारेको खानेपानी मन्त्रालयले जनाएको छ। साथै कोरोना भाइरस रोक्न समेत प्रभावकारी उपाय मानिएको साबुन पानीले हात धुने विषयलाई 1 महिनासम्म अभियानका रूपमा सञ्चालन गर्ने पनि मन्त्रालयले जनाएको छ। हातको सरसफाई सबैका लागि साबुन पानी हात सधैँ साथसाथै नाराका साथ आजदेखि 1 महिना अभियान चल्ने भएको छ। अभियानमा मन्त्रालय, राष्ट्रिय सरसफाई तथा स्वच्छता शिक्षा सूचना सञ्चार केन्द्र लगायतको सहकार्यमा व्यक्तिगत, घरायसी, विद्यालय, स्वास्थ्य केन्द्र, कार्यालयमा साबुन पानीले हात धुने व्यवहारका नौला र सृजनाशील उपाय एवं प्रतिविधि प्रयोग तथा कार्यान्वयन गरिनेछ। मन्त्रालयले 3 तहका सरकारका साथै निजी क्षेत्र, सामुदायिक संस्था, आम नागरिकलाई आफ्नो क्षेत्रमा उपलब्ध स्रोत साधनबाटै साबुन पानीले हात धुने क्रियाकलाप नगर्न गराउन आग्रह गरेको छ।
नेपाललाई सन् 2030 भित्र पूर्ण सरसफाइयुक्त राष्ट्र बनाउने अभियान चलिरहेको छ। नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित 2 पुरुषको मृत्यु भएको छ। कोहलपुर नगरपालिका 10 का 53 वर्षीय पुरुष र नेपालगञ्जका 41 वर्षीय पुरुषको मृत्यु भएको हो। यो सँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 15 पुगेको छ। नेपालगञ्जमा मृतक नेपालगञ्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन्। मृतक दुवैजनाको भेन्टिलेटरमा राखेर प्लाज्मा थेरापी र रेमडेसिभिरबाट उपचार भइरहेको थियो। टुडे न्युजमा एकछिन व्यावसायिक विश्राम। हँस्दै खेल्दै सानो सानो खुसीमा भुल्दै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै नयाँ साथी बनाउँदै विशाखोलाई मनाउँदै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै। नेपालको सर्वाधिक लोकप्रिय चोकलेटी वेफर चोको फन। चोको 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 फन। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाए। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडिआई स्टेटस पाउँदाको त्यो क्षण अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, सङ्घर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। सानो वाला हैन क्या, ठुलो वाला गाडीमा ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनु भयो होला? सिमेन्ट चाहियो त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला? शक्ति वाला कि भक्ति वाला? चुनी वाला कि मनी वाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट। ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि कुन चाहिँ वाला? जीवनको हरेक मोडमा छ टिभीएस स्ट्राइकरले दिन्छ सुपर कम्फर्टको आवाज। सुपर भन्दा एक्स्ट्रा सुपर। टिभीएस स्ट्राइकरले दिन्छ 65 किलोमिटर भन्दा बढी सुपर माइलेज। हरेक दिन यात्रा गर्छु म भरोसा लिएर। टिभीएस स्ट्राइकरको सुपर स्टाइलले सारा संसारको आँखा हुन्छ म माथि नै। टिभीएस स्ट्राइकर 125 सीसी सुपर भन्दा एक्स्ट्रा सुपर। कोका कोला आज दिउँसो झप झप हुँदा केटीहरूले दामी सेल्फी खिचेछन्। त्यो मिस भयो। मन पर्ने सिङ्गर बोल्न आएको थियो, त्यो पनि मिस भयो। नाममै संगीत छ, नाममै पहिचान छ, नाममै यसको जीत। तानसेन ओपिसी सिमेन्ट। बाँकी प्रसङ्ग। आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ। 14 वर्षीय छोरीलाई पटक पटक बलात्कार गरेको अभियोगमा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका 35 वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका
प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए। पीडितका आमा र भाइ घर नभएको बेलामा असोज 8 गते पछिल्लो पटक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएका छन्। प्रहरीको सहयोगमा जिल्लामा सञ्चालित सुरक्षित आवास गृहमा राखिएकी बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ। घटना पटक पटक भएको र आमाले घटना थाहा पाउँदा समेत आफूले न्याय नपाएपछि घर छाडेर भागेको बालिकाले बताएका छन्। आरोपित बाबुले आफूलाई 5 वर्षको उमेरदेखि नै बलात्कार गर्दै आएकाले छिमेकीको घरमा काम गर्ने एकजनासँग भागेर काठमाडौँ जान लाग्दा पीडित बालिकाको उद्धार गरिएको थियो। मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ। महाशाखाले हाल भारतको पूर्वी बिहार आसपास रहेको निम्नचापीय प्रणाली कमजोर हुँदै क्रममा रहेको जनाएको छ। यसका साथै हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जारी गरेको उल्लेख छ। यसै गरी दिउँसो प्रदेश नम्बर 1 गण्डकी प्रदेश र प्रदेश नम्बर 5 मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ। यस्तै राति प्रदेश नम्बर 1 गण्डकी प्रदेश र प्रदेश नम्बर 5 मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना रहेको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतमा कोरोना संक्रमण भएकै झन्डै 51 लाख निको भएका छन्। गएको 24 घण्टामा 69,000 मा कोरोना पुष्टि भएसँगै भारतमा कोरोना संक्रमितको संख्या 61 लाख नागेको छ, जसमध्ये 50,98,000 निको भएका वर्ल्डोमिटर्सले जनाएको छ। वर्ल्डोमिटर्सका अनुसार 9,48,000 कोरोना सक्रिय बिरामी रहेकामा 8,500 को अवस्था जटिल रहेको र अरूको अवस्था सामान्य छ। 96,000 को भने कोरोना संक्रमणका कारण ज्यान गएको छ। भारतभन्दा धेरै 73.5 लाखमा कोरोना पुष्टि भएको अमेरिकामा भने 46 लाख निको भएका छन्। त्यहाँ 2,09,000 को भने ज्यान गएको छ। अहिलेसम्म विश्वभर 3,35 लाखमा कोरोना पुष्टि भएको छ, जसमध्ये 2,48 लाख निको भएका छन्। 10,06,000 को भने ज्यान गएको छ। हवस् त, यसको साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नु टिभी टुडे। नमस्कार।